आरोप लाग्छ नि तपाईँमाथि? म जति मेच्योर कोही छ र देख्दिनँ म त। अरू त म त केटाकेटी जस्तो लाग्छ है। मै हो सबभन्दा मेच्योर नेपालको कोही पोलिटिक्समा आज छ भने त्यो मै हो। तपाईँले मनपर्ने कुनै नेता हुनुहुन्छ देशमा? तपाईँले यो देशमा मनपर्ने कुनै नेता हुनुहुन्छ? छैन, मै हो वान पिस। खास लिडरले म त्यस्तै मान्छेहरूमा एउटा पर्छु। मेरो सल्लाहकार कोही पनि छैन। म अरू कसैले भनेको मान्दिनँ है, कसैको दबाबमा म आउँदिनँ। सिर्फ एकजना मान्छेको कुरा मान्छु, त्यो म खुद हो। एकजनाको कुरा मान्नुहुन्छ, त्यो तपाईँ अर्को साम्पाङ खुद हो। अरू कसैको कुरा मान्दिनँ म, किनभने म लिडर हो नि त। तर यो पछिल्लो अवस्थामा घन्टै पछि तपाईँको जुन फेसबुक स्ट्याटस आउँछ नि, त्यसले सामाजिक सञ्जाल तरङ्गित हुन्छ। कति बेला अब के आउँछ भने एउटा क्युरियोसिटी हुन्छ जनताको माझमा। अब हेरिरहन्छ फेसबुक चलाउने मान्छेले, हर्क साम्पाङजीले अब के पोस्ट गर्नुभयो, के छ यसमा? त्यो त राम्रो हो। म त मिनेटै पछि लेखौँ भनेको नभ्याएर ल्याउनु भएन। म थुप्रो लेख्नु पर्यो भनेको म त। अझै त्यो त कम पो भयो। र देशलाई जोगाउनलाई के गर्नुपर्छ? यस्तै मार्नुपर्छ, यो के अरे हानिकारक तत्त्वहरूलाई मार्नुपर्छ। यतिसम्म कि